हेलो साथीहरु, स्वागत छ केसरी रिभ्यूमा। यो केसरी समूहको नयाँ च्यानल हो। यस च्यानलबाट हरेक केसरी एपिसोडका रिपोर्टिङ र सत्य र वास्तविक रिभ्यू भिडियो पनि यही च्यानलबाट आउने भएकोले यस च्यानललाई फटाफट सब्स्क्राइब गर्न आग्रह गर्दछु। आजको हाम्रो यो च्यानलबाट नै केसरी एपिसोड 59 बाट स्टार्ट भएको छ। केसरी सिरियल मन पराउने सम्पूर्णले कृपया सब्स्क्राइब गरिदिनु होला। लागौं अब विषय वस्तुतर्फ। त्यो भन्दा पहिले केसरी एपिसोड 58 मा के भएको थियो, मुख्य विषय वस्तुहरुको थोरै चर्चा गर्नेछौं। साथीहरु, सिर्जनाको पेटमा भएको बच्चाको अझै पनि मृत्यु भएको छैन, जिउँदै छ भन्ने कुरा सबैलाई थाहा भएको छ। र उता भने केसरीको पेटमा पनि बच्चा छ भनेर बसन्तको आमाले भन्नुभएको थियो। र उता भने इन्द्र जेलमा छन्। यसै विषयका साथमा अन्त्य भएको थियो भने अब कुराकानी गर्नेवाला छौं। अब आउने भाग अर्थात् केसरी एपिसोड 59 मा के हुँदैछ त भनेर। साथीहरु, अब आउने भागमा केसरीको पेटमा बच्चा नै नभएको कुरा खुलासा त्यतिकै हल्ला भएको हो भन्ने थाहा हुन्छ। साथीहरु, उता भने केसरीकी बहिनीको बुढा गरिब छ भन्ने कुरा केसरीकी बहिनीलाई थाहा भइसकेको छ। केसरीकी बहिनी भने दोधारमा परेको जस्तो भएको छ। उता बसन्तले भने केसरीलाई भन्दा सिर्जनालाई नै बढी माया गरिरहेका छन्। अब आउने भागमा केसरीको पेटमा बच्चा छैन भन्ने कुरा थाहा भइसकेपछि त बसन्तले अझै सिर्जनालाई नै धेरै माया गर्छन् जस्तो भएको छ। यदि केसरीको पेटमा बच्चा नभए बसन्तको आमाले पनि केसरीलाई भन्दा सिर्जनालाई नै धेरै माया गर्नुहुन्छ जस्तो भएको छ। साथीहरु, अब आउने भागमा केसरीले अझै धेरै दुःख पाउँछिन् कि जस्तो भएको छ। तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्टमा भन्न नबिर्सनु होला। र हजुरहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। साथीहरु, तपाईलाई केसरी सिरियल मन पर्छ भने एक लाइक अवश्य गरिदिनु होला। आजलाई यति नै। हस्त नमस्कार।